गुड मर्निङ मुरी गुड मर्निङ गुरु। साथीहरूले पनि गुड मर्निङ। सुरु गरौँ है त आजको दिन नयाँ ब्लगबाट। यसले यति फोहोर गर्छ नि हेर्नु त, पिसाब भ्याएन मेरो उहाँ हान्छ। लिटरमा के काम लाग्यो यो पिसाब नखाने भयो ल हेर्नु यस्तो फोहोर जान्छ। ल हेर्नुहोस् त, अब क्लिन गर्नु परेन। आयो त करायो ल, तिमीलाई चाहिँ एकछिन जेलमा हाल्नु पऱ्यो है। तिमीले काम गर्न दिने क्या मलाई। यहीँ बस्छ एकछिन है। ल तिमी सुध्रिएन, एकछिन जेलमा हालेर तिमीलाई चाहिँ कारबाही गर्नु पऱ्यो। गुड मर्निङ भन्नु ल। भेरी गुड ल। दुध नखाने, अन्डा मात्रै खाने। कस्तो आनन्द, कस्तो मलिलो घाम लाग्छ नि आज त, चरक्क भएको छैन क्या। ल अब मेरो काम सुरु हुन्छ। पानी हाल्नेबाट एक खुर्सानीको बोटमा पानी हाल्नु पऱ्यो। पानी सुकिसकेको छ होइन, बोटबिरुवामा पानी हाल्नुपर्ने छ। त्यसपछि आज म जाँदैछु हस्पिटल आमालाई लिएर। आमाको फलोअप छ। थोरै हाल्नु सुकिसकेको रहेछ धनियाँ पनि, अन्त त्यति नसुकेको रहेछ, त्यो चिसै रहेछ। अब त्यति हाल्नु हुँदैन है। हेर्नु त, यो मुलाको साग कति राम्रो भएको, मैले छेकेको रहेछ छायाले। यहाँ आमा पनि फल्दैछ है त। ल अरू त चिसो नै छ, अस्ति पानी परेको त्यति सुकेको छैन। अब माथि जाउँ, माथि तलमा। वा के चाहिँ फुवामा दे के ढलेछ नि त यो त। हिजो त हाउ डेन्जरै त्यस्तो भएछ। आम्मा फेरि ढाल्दैछ अरे करेला। हेर्नु त हेर्नुहोस् कत्रो हावा चलेर रहेछ। यस्तरी खुलेछ। बाबा चाहिँ घाम तामाउनु भएको रहेछ। ल हेर्नुहोस्, यहाँ चाहिँ फेरि यस्तो भइरहेको रहेछ। सार्ने बेला भइसक्यो रहेछ, त्यति राम्रो नभएको रहेछ। किन कालो कालो भएको रहेछ के लागेछ यस्तो। कति सानो सानो एकदम मल नपुगेको भन्छ है। मल जति हाल्यो पानीले बगाइदिन्छ नि, के भने यत्रो पानी पर्छ त। ल जाम बुढी, म नि पार्दैन। बाबामाको फल बाबा पनि जोडे बाबा झन् नहुने बाबा जोडे पछि लाने हुने। माछा पुछे हेर्नु न, फेरि जता पनि माछा पुछे ठक्किन्छ हाम्रो ठाउँमा। कति राम्रो घाँस, कति ठुलो है, पनि कत्रो हो। हामी चाहिँ मणिपाल आइपुग्यौँ। बाबामा चाहिँ पुगिसक्नु लागि नै यस्तो छ। अब पार्किङ त पारि नै होला फेरि। फर्स्ट टाइम पार्किङ पाएँ यार यहाँ। बाबा आमा यता हुनुहुन्छ। भिडभाड छ नि त मणिपालमा, हेर्नु त मान्छेको धेरै। ल हेर्नुहोस्, आज यति छ पेसेन्टहरू। म चाहिँ सिएचएस अफिसतिर लाउरिन भएपछि फ्रीमा चेकअप हुन्छ है साथीहरू। ल सिएचएस अफिस वेटिङमा है गाइज, वेटिङमा। 67 आएको छ, 68, 69 दुईवटा बसी। म चाहिँ फाइल निकाल्न लगाएको, ग्राउन्ड फ्लोरमा छ। फेरि यहाँ यस्तो बनाएछ, खतरा बनाएको छ ग्राउन्ड फ्लोरमा। त्यो चाहिँ क्यान्टिन भयो के अरे। फाइल पनि निकालेर ल्याइयो, कफी सब बनाएर चाहिँ यहाँ वाल बनाएर चाहिँ भ्याम पनि यस्तो बनाएछ। ए आँखाको डिपार्टमा हो। डक्टर टाइमिङ चेन्ज भएको रहेछ, 9:30बाट 12:30 बजे। चाहिँ वेटिङमा बाबा बुढी आमा, म चाहिँ बिचमा है। ल चेकअप भयो, अब फेरि औषधि लिन। आमाको चस्मा बनाउने फेरि यता, बाबाको चाहिँ परेन। ल घर जाउँ आएको हामी चाहिँ, काम भ्यायो। अरू फलेछ, औषधि पाएन, बाहिरतिर पो सुके। हेलो हेलो हेलो, बुढी फेरि चटपट खाने भनेर चटपट खानु पर्यो नि त। चटपट चाहिँ यसरी राखेको छ भित्र। कतिको चटपट हो यो? ल अब सिधै घर। ल साथीहरू हामी चाहिँ घर आइपुगेँ। मिमीले दुध खायो कि नखाएको रहेछ हेरौँ है त। दुध हालिरहेको थियो। मिमी आमा हेर त, यसले दुध नखाएको छोकै छैन भने त के थाहा हुन्छ। कहाँ खान्छ यसले? किन दुध नखाएको र? नखाएर हेर नि यसलाई। तर कार्डबोर्ड यस्तो बनाएर दुध बोकाएर
ल ए निप्पल हाल्छ यस्तो छ 2 दिनमा 1 दिन त्यस्तो गरिदिन्छ नि भोक लागेर बोलाइछ त्यहाँ घिच्नु हो त्यो यहाँ खाइ नि हुन्छ नि त यहाँ छ त दुधी खाउँदै यहाँ कहाँबाट मान्छ यो कि भोक लागेर हो चाहिँ आम्मा यस्तो मिठो लागेको छ बल्ल ल आम्मा नन स्टप यसो चुस्नुपर्छ यो टोकेर पो त हो बल्ल यसरी हेर्नु खाने त ल खाजामा हामी खाँदैछौँ सुजीको हलुवा त्यसपछि ब्ल्याक टी मस्त सुतीको चाहिँ खाजा खाएर म चाहिँ अब यो अस्ति ल्याएको टमाटरको बेर्ना रोप्नतिर लाग्छु बुढी चाहिँ खाना बनाउनुतिर काम चाहिँ डिभाइड गरेर गर्छौँ साथीहरू सजिलो हुन्छ त्यसो गर्दाखेरि सबै काम उसले गऱ्यो भने त अलिक गाह्रै हुन्छ नि त होइन मलाई फेरि यो कृषि सम्बन्धी कामहरू एकदम मनपर्छ पहिल्यैदेखि नै यो किचनतिर खाना बनाउने यताउता भनेपछि मरेको काल आउँछ कि ल अब चाहिँ कुरा नगरौँ काम गरौँ काम नै चाहिएको छ मान्छेलाई सबभन्दा कामले नै हो सबै कुरा हुने ल साथीहरू अब चाहिँ मैले 4वटा ग्रो ब्याग ल्याइसकेँ अनि मसँग 4वटा टमाटरको बेर्ना छ यो चाहिँ सुक्खा छ नि त यसलाई चाहिँ कसरी यसलाई निकाल्ने भने यो यसमा यतिकै निकाल्यो भने यो सबै जरा निस्किन्छ क्या त्यही भएर सबभन्दा पहिला यसमा पानी राख्नुपर्छ यसलाई अलिकति गिलो बनाउनुपर्छ क्या पानी राखेँ यसरी हल्का भिजाइदिनुपर्छ यसलाई 4वटा खाल्डो भइसक्यो ल अब रोपिसकेँ अब रोपेर मात्रै भएन सरसफाइ पनि गर्नु पऱ्यो होइन र तपाईँहरूलाई लाग्यो होला यो मान्छे किन माटो पखायो भनेर हेर्नु त माटो कहाँ छ छैन आइडिया पार्ट सब्जोक ल हेर्नु त कस्तो मजाले रोपेँ मैले अब यो केही दिनपछि तपाईँहरूले टमाटर फलेको देख्नुहुन्छ यसमा है त ल तपाईँहरूलाई एउटा म्याजिक देखाउनु पऱ्यो यहाँ यो चाहिँ हटाउनु पऱ्यो यो भित्र खजाना छ है खजाना यो भित्र खजाना छ साथीहरू बिलिभ मी यो भित्र खजाना छ ल है त 1 2 3 ल हेर्नुहोस् टुसा पला छ हेर्नु त के को टुसा होला भनिदिनु मलाई चिन्नेहरूले भनिदिनु ल केही दिनपछि तपाईँहरूले देख्न सक्नुहुन्छ अर्को ठाउँ फेरि अलिकति ढिलो भयो कि जस्तो लाग्छ यो चाहिँ मैले अहिले चाँडै गर्नुपर्ने ट्याङ ल ठिक्क भरेछ ल अलिक ढिलो भयो कि भनेको करेला हेर्नु करेला यस्तो नबढेको राम्रो नभएको क्या हेर्नु त टमाटर भएन मैले जम्मा गरेको चाहिँ तपाईँहरू लाग्न सक्छ यति खाली किन राखेको होला केही नरोपिकन भन्ने जस्तो लाग्छ होला यो चाहिँ एकैचोटि रोप्नुहुन्न साथीहरू है एकैचोटि रोपिदियो भने एकैचोटि खाने हुन्छ नि त त्यही भएर झ्याउ हुन्छ त्यही भएर 10 दिन 15 दिन त्यस्तो ग्यापमा चाहिँ रोपिराख्नुपर्छ ल म चाहिँ छोरीलाई होमवर्क सिकाउँदैछु अहिले नेपालीको अरू त सिकाउनु पर्दैन नेपालीको चाहिँ सिकाउनु पर्छ ल साथीहरू खाना खान लाग्यो म चाहिँ आज चाहिँ हामीसँग रहेछ काउली र दाल त्यसपछि टमाटर गाजर दामी छ होइन के गर्छ यसले कान टोक्छ त एकछिन वेट गर यसले सबै कोतारेर यार ज्यान खतमै बनायो यार तँलाई पनि खाना दिएन कसैले त्यही भएर मारिले राखेको यस्तो डिस्टर्ब गरेर काटेको गर्छ ल साथीहरू आजसम्म भ्लग यही इन्ड गर्छु यसलाई लास्टै सुनाएको यसलाई एकछिन खेलाउनु पऱ्यो यो किन हो पनि आमा नभएकै कराकारी गर्छ हात ज्यान भरि पुरै घाउ बनायो यसले यदि तपाईँहरूले मेरो भिडियो हेर्नुभएको छ भने के कस्तो लाग्दैछ कृपया कमेन्ट गर्न नभन्नु होला अनि च्यानल पनि सब्सक्राइब गरिदिनुहोस् अनि भिडियोलाई 1 लाइक गरिदिनुहोस् है त ल त साथीहरू तपाईँहरू आफ्नो ख्याल गर्नु होला आजलाई यति नै है त ल भोलि भेटौँला नयाँ ब्लगको साथमा बाई गुड नाइट बाई